गोठमै बसेछ। त्यो गाउँको मान्छेले नि चिन्दैन, बोल्न पनि जान्दैन, खसखुर पनि जान्दैन। अनि गाउँतिर बस्नु चाहिँ मन लाग्दैन तपाईँलाई? छोराहरूले गाउँमै बसौँ भन्नुहुन्न र? भन्छौ पोखरामा पनि एउटा छोरा छ, हजुर। अनि उहीँ बस भन्छ। यो न्यारो माया लाएर यिनीहरूको माया लाग्छ तपाईँलाई? त्यसरी माया लाग्छ। अब यिनीहरू हुर्केपछि त पाल्नुहुन्न होला कि फेरि? सक्दैन बाबु। 80 भनेको त धेरै पुग्नु भयो नि त। अहिले मान्छे अब 40-45 वर्षदेखि मान्छे उकालो हिँड्नु सक्नु छोड्छ। तपाईँ त हाँसदाउरा गरिराख्नु भएको छ अझै। पहिल्यै चाहिँ रहर लागेन तपाईँलाई सहरतिरै बस्नु? यहीँ बस्न रहर लाग्छ। सहर बस्नु मन लाग्दैन? बाटै चिन्दैन, बाटै चिन्नुहुन्न? खाउँ भने भान्सा गर्नै जान्दैन। त्यता एउटा मान्छे आयो, को चिन्दैन। उहाँ आमा चाहिँ मादी गाउँपालिका वार्ड नम्बर 1 सिग्लेसको एउटा एकान्त जङ्गलमा गोठ बनाएर बस्दै आउनुभएको रहेछ। उहाँ चाहिँ सानैदेखि गोठैमा बसेको भएर उहाँलाई गाउँको मान्छेहरूको बारेमा पनि त्यति थाहा छैन। उहाँ सहर जानभन्दा गोठमै बसेर वस्तुको स्याहार चाकर गर्न रुचाउनुहुन्छ। उहाँले आफ्नो नाम भने भन्न लजाउनुभयो। अब बाँकी कुरा अर्को भिडियोमा है त।